पण्डित विमल भन्तेजीको उपन्यास अनुसार अहिले यो 18 उम्बारको ध्यान शिविर पनि आज कति दिन भइसक्यो 8 दिन भइसक्यो र 8 दिनसम्म योगीहरू यसरी शील समाधि प्रज्ञा आचरण गर्दाखेरि योगीहरूको शील योगीहरूको समाधि योगीहरूको बुझाइ योगीहरूको ज्ञान दिन प्रतिदिन तेज हुँदैछ कि छैन र विशेष गरी चाहिँ बुझ्न चाहिँ बहुत जरुरत छ। कतिपयले समाधि भएको छैन भने पनि चिन्ता नगर्नु। समाधि भन्ने कुरा आफूले कोसिस गरे हुने कुरा हो र बुझ्न भन्ने कुरा मौकाले मात्रै पाइन्छ। बुझ्नलाई चाहिँ बहुत जरुरत छ। प्रज्ञा भन्ने कुरा शब्द भन्न सजिलो भए तापनि बुझ्न गहिरो छ। बुझ्यो भने त मेसो लाग्यो, बुझ्यो भने के भयो मेसो लाग्यो र विशेष गरी बुझ्न पर्ने पनि धेरै हो त भन्दा बुझ्न पर्ने यति पञ्चखण्डलाई बुझे हुन्छ, धेरैलाई पनि पर्दैन। अहिले धेरै किसिमले भन्न परेको पनि यही पञ्चखण्डलाई बुझाउनलाई। अब यतिकै साधारण हिसाबले हेर्ने भने त रूप खण्ड, वेदना खण्ड, संज्ञा खण्ड, संस्कार खण्ड, विज्ञान खण्ड भनेर खण्ड कति छन्? 5 खण्ड छन्। अब यति 5 खण्ड छन्। अहिले यो पञ्चखण्ड बुझ्न पर्छ भनेर पञ्चखण्ड भनिदिने भने अहिले सबैलाई अब 5 खण्ड छन् भन्ने भइगयो। तर त्यो सुनेर भयो, बुझेर हो त? बुझेर होइन। अनि हो यो सुनेर पञ्चखण्ड छन् भने चाहिँ बुझेर फेरि पञ्चखण्ड मात्रै छन् भन्ने ज्ञान हुन पर्यो। हो यो ज्ञान नै प्रज्ञा हो। यो ज्ञान हुनको लागि धर्म श्रवण पनि चाहियो, धर्म चिन्तन, सुनेको धर्मलाई फेरि आफूले चिन्तन मनन पनि गर्नु पर्यो। अनि आफूले चिन्तन मनन गरेको धर्म अनुसारको सही प्रकारको हो कि होइन आफ्नै शरीरमा पनि हेर्नु पर्यो। आफूले सुनेको अनि आफूले देखेको, सुनेको र देखेको मिल्न गयो भनेदेखि शङ्का हुन्छ त? सुनेको एक प्रकारको देखेको एक प्रकारको भयो भने शङ्का हुन्छ। सुनेको एक प्रकारको देखेको एक प्रकारको भयो भने शङ्का हुन्छ, अलमल भइन्छ। सुनेको र देखेको मिल्न गयो भने शङ्का हुन्छ त? शङ्का हुँदैन। शङ्का भन्नु नै विचिकित्सा हो। विचिकित्सा भन्ने भगवानले विचिकित्सालाई निवारण भनेको निर्माणलाई बन्द गर्ने धर्म हो। विचिकित्सा भन्ने पनि के हो? निर्माणलाई बन्द गर्ने धर्म हो। त्यसो हुँदा हो यो विचिकित्सा पनि रहन भएन। अहिले पालीमा विचिकित्सा भनिन्छ, हामीले भाषामा शङ्का। शङ्का भनेको सहीलाई निश्चय गर्न नसकेको शङ्का। यो हो कि त्यो हो कि यता हो कि उता हो कि यो अरू हो कि शङ्का हो? शङ्का हो। अब भगवान पनि को हो, कुनै चाहिँ भगवान हुन्? अहिले धेरैलाई सोध्ने भन्दा भगवान संसारमा भगवान प्रशस्तै हुन्छन् कि एक हुन्छन् भन्ने हुन्छ। धेरैले नै एक हुन्छन् भन्छन् कि भन्दैनन्? यदि योगीहरूलाई सोध्ने भने पनि भगवान धेरै हुन्छन् कि एक हुन्छन् भन्ने भने के भन्नुहुन्छ? यदि ती एक भगवान को हुन् भन्ने भने के भन्नुहुन्छ? योगीहरू सबैले भन्नुहुन्छ को भन्नुहुन्छ? त्यसो अरू मानिराखेका चाहिँ के भन्नुहुन्छ त? अहिले यसमा हो यो कुरामा शङ्का भइरहेको छ। असल एक त हुन्, तर ती एक भगवान को हुन्? एक भगवान को हुन् भन्दाखेरि कति बेला शङ्का रहन्छ। हो यो शङ्का हुँदाखेरि अनि त्यहाँबाट भगवान त धेरै रहेछन्, अनि धेरै छन् भनेपछि कुनै चाहिँ ठुला हुन् भन्ने पुगिन्छ। धेरै छन् भन्ने हो भने ठुला र साना रोज्ने पुगिसकेको होइन, कुनै भगवान चाहिँ सबभन्दा ठुला हुन् अरे। अनि कस्तालाई ठुला भन्ने फेरि सबैलाई लडाइँ गरेर जित्नेलाई ठुला भन्ने कि? यदि अब सबैलाई लडाइँ गरेर सबभन्दा ठुलो शक्ति भएकोलाई ठुला भन्ने कि कसलाई ठुला भन्ने? कुनै चाहिँ ठुला भन्ने फेरि शङ्का हुन्छ कि हुन्न? अनि फेरि असली भगवानको कस्तो हुन्छ? भगवानको गुण के हो? भगवानमा कति गुणले परिपूर्ण हुनुपर्छ? होइन कुरा बुझेन भने यो शङ्का रहिरहन्छ। जसले जो मानेको छ उसैलाई मात्रै मानेको, उसैलाई मात्रै भगवान भनिरहेको हुन्छ। उसले मानेकै छैन भने उसलाई भगवान भन्छ त? भन्दैन।
र जसलाई चाहिँ भगवान भनेर मानेको छ उसको लागि त्यही विश्वास भइरहेको छ, अर्का र अर्को विश्वास भइरहेको छ। सबैलाई आफ्नो विश्वास त छ कि छैन? सबैलाई आफ्नो विश्वास त छ, तर सही विश्वास कुन चाहिँ हो? विश्वासलाई पाले श्रद्धा भनिन्छ। श्रद्धा पनि सही प्रकारको श्रद्धा, सही विश्वास कुन चाहिँ हो? सही प्रकारको श्रद्धा कुन चाहिँ हो? यसलाई श्रद्धामा प्रज्ञा भन्ने ज्ञान छैन भनेदेखि त्यो श्रद्धा पनि गल्ती खान सक्छ, विश्वास गल्ती खान सक्छ। के हुन्छ? विश्वास गल्ती खान सक्छ। त्यही भएर भगवानले श्रद्धा र प्रज्ञा बराबर मिलाउनु अरे, अनि हुरिया र समाधि बराबर मिलाउनु, श्रद्धा र प्रज्ञा मिलाउनु अरे, यिनी बराबर राख्नुपर्छ। हुरिया र समाधि बराबर राख्नुपर्छ अरे। सती चाहिँ कहिले पनि धेरै भन्ने हुँदैन। सती जहिले जतिखेर पनि कम्ती मात्रै छ। सती भन्ने होस धेरै भयो भन्ने छैन। मलाई होस धेरै भएर बिग्रियो भन्ने छ? बिग्रेको के होस नभएर? होस धेरै भएर बिग्रियो भन्ने नै छैन। होस त कतिखेर पनि कम्ती मात्रै छ अरे। अहिले कुनै कार्यमा पनि होस बिना त हुँदै हुन्न। कुशल गर्न पर्यो, होस बिना हुन्छ त? कुनै कार्य लौकिकमा होस् या लोकोत्तरमा होस्, होस बिना त हुँदै हुन्न। जस्तै एउटा तरकारी भोरीमा, त्यो तरकारी सबैलाई केले सम्हालेको छ भन्दा नुनले। केले सम्हालेको छ? जति मिठो भनेर जति दामिलो भनेर ल्याउनुहोस्, नुन नहालिकन राख्नुभयो भने, नुन नहालिकन खानुभयो भने त्यो तरकारीको सही प्रकारको रस भेट्नुहुन्छ? नुन छैन भनेदेखि तरकारी नै सबै कमजोर भएर जान्छ, काम नलाग्ने भएर जान्छ। यदि त्यसमा नुनको जग्गामा अरू खुर्सानी छैन भनेमा बिग्रिँदैन। बिग्रिन्छ त? खुर्सानी नहुँदैन बिग्रिन्न, प्याज एउटा छैन त्यही पनि बिग्रिन्न, उता लसुन छैन बिग्रिन्न, तर नुन छैन भनेदेखि सबै रसले बिग्रिन्छ अरे। त्यस्तै होस छैन भनेदेखि यिनी सबै बिग्रिन्छन्, केही कार्य पनि सफल हुन। होस छैन भनेदेखि श्रद्धा पनि सही प्रकारको हुँदैन, यता प्रज्ञा पनि हुँदैन, यता कोशिश पनि हुँदैन, यता समाधि पनि हुँदैन। त्यसो त होस चाहिँ प्रमुख हो। होस चाहिँ के हो? प्रमुख हो। त्यही भएर बोजङ्ग सूत्रमा पनि भगवान सती सम्बोजङ्ग भाविता बहुलिकता, सती होस भन्ने यो सतीलाई भने बहुलिकता बारम्बार भाविता आफूले भावना गर्दै राख्नु अरे। कस्तो भावना? घरिघरि होस भइराख्नलाई कोसिस गर्दै राख्नु अरे। होस भइराख्न कोसिस गरिराखेको छ भनेदेखि, होस भइराख्नलाई कोसिस गरिरहेको छ, होस भइरहेको छ भनेदेखि त्यो कतिखेर कुनै स्थितिमा पनि होस गर्न सक्छ कि सक्दैन? सक्छ। त्यसो हो यो श्रद्धा र प्रज्ञा बराबर मिलाउनु। प्रज्ञा छैन, श्रद्धा मात्रै छ, विश्वास छ, ज्ञान छैन। ज्ञान बिनाको विश्वास त विश्वास। आज एक प्रकारको विश्वास हुन्छ, भोलि उसले गरे ए होइन छ भन्ने पुगिन्छ कि पुगिन्न? आज एक प्रकारको विश्वास हुन्छ, भोलि होइन छ भन्ने पुगिन्छ। किन? त्यो विश्वास ज्ञान बिनाको विश्वास हो। ज्ञान बिनाको विश्वास गल्तीलाई पनि विश्वास गर्न सकिन्छ अरे, गल्तीलाई पनि विश्वास गर्न सकिन्छ। किन भन्दा ज्ञान बिनाको विश्वास हुनाले। किन हो? त्यसो हुँदा श्रद्धामा प्रज्ञा मिलाउनु अरे। यदि प्रज्ञा छैन, श्रद्धा मात्रै छ भने कता जान्छ भन्दा लोभतिर तानिन्छ अरे, तँहातिर ढल्किन्छ अरे। श्रद्धा मात्रै छ, विश्वास भयो भनेदेखि आफूले मान्दाखेरि पनि यस्तो मिलोस् हे भगवान, यस्तो मिलोस् भन्नेतिर माग्नेतिर पुगिन्छ कि पुगिन्न? त्यो बेलामा श्रद्धा हो कि तणखा हो? गएर लोभ बताइन्छ कि बताइन्न? लोभ बताइन्छ। ज्ञान बिनाको श्रद्धा हुँदाखेरि लोभतिर गयो, लोभतिर तान्ने गयो, तान्नु कि तान्नु न? अनि लोभलाई अगाडि सारेर गरिएको काम कुशल हो कि अकुशल हो? अकुशल हो। लोभलाई अगाडि सारेर गरिएको कामै अकुशल हो। त्यसो हुँदा अहिले यो श्रद्धामा चाहिँ ज्ञान हुनुपर्छ अरे। श्रद्धा र प्रज्ञा बराबर मिलाउने अरे। यदि विश्वास छैन, ज्ञान मात्रै अगाडि सार्छु भन्ने भने, विश्वास छैन, श्रद्धा चाहिँ छैन, श्रद्धा बिना आफ्नो ज्ञान मात्र अगाडि सार्छु भन्ने हो भने पनि विवेक गर्दा गर्दै त्यो पनि अरे कपट भावनातिर जान्छ। कस्तो कपट भावनातिर जान्छ भन्दा भगवानले यस्तै भन्नुभएको छ भन्दा हो कि होइन? भगवानले भन्नुभएको अहिले त यहाँ यस्तो छ भन्छ, अनेक प्रकारको यो आफ्नो तर्कमा कुदिराखेर तर्कवेदतिर जान्छ। कता जान्छ? तर्कवेदतिर जान्छ। तर्कवेदतिर गयो भनेदेखि सही सत्य पनि भेट्न सक्छ त?
त्यही भएर यो श्रद्धा र प्रज्ञा बराबर मिलाउनु, श्रद्धा र प्रज्ञा बराबर मिलाउनु अरे। यता समाधि र हुर्य भन्ने कोशिश र एकाग्रता बराबर मिलाउनु। यदि समाधि आफू कोशिश एकछिन त कोशिश गरिदिएछ, श्वास प्रश्वास गरिदिएछ, जब यस्तो समाधि हुन थाल्यो अनि यो कोशिश यो हुर्य मनलाई अलिकति छोडिदिनेतिर गयो, अनि छोडिदिनेतिर गयो भने अनि टोलिन्छ, अनि झप्प बनाउन थाल्दैन, भित्रको कोशिश घटिगयो, एकाग्रता पट्टिबाट कोशिश कमजोर भइदियो गयो अनि निन्द्रातिर तानिन्छ। कता तानिन्छ? निन्द्रातिर तानिन्छ। त्यसो हो त समाधिमा हुर्य छैन भने पनि अरे निन्द्रातिर तानिन्छ। अनि कोही बेलामा समाधि भन्दा कोशिश अझ हुर्य ओभर भयो भने पनि उद्धस्ततिर जान्छ अरे। केतिर जान्छ? उद्धस्त भनेको मन बाहिर कुद्नेतिर जान्छ अरे। बाहिर कुद्नेतिर अब कोशिश अलि धेरै कोशिश गर, मैले यही 10 दिनमा ज्ञान पाइहाल्न पा, आजै ज्ञान पाउन पा, यस्तो देख्न पा, उस्तो देख्न पा, यति हुनबाट ढुक्कै हुन्छु भनेको चाहिँ यहाँ त गइरहेको शास्त्र गर्दा गर्दै उसको कल्पना गयो भयो। यता शास्त्र कति पालि निस्क्यो कति पालि घुस्यो थाहा नै छैन। यता हुर्य ओभर भयो भने उद्धस्ततिर जान्छ। कता जान्छ? उद्धस्ततिर जान्छ। तल्लो पनि 4 अपायको ढोका बन्द गर्न पाता ढुक्कै हुन्छु, भित्र यहाँ आँखा ध्यान गरिरहेको छ, आँखा चिम्म गएर कल्पना गर्नेतिर भने पुग्छ कि पुग्दैन? अहिले योगीहरू त्यसरी पुग्नु भएको छ, किन यो उसको स्वभावै पुग्नुहुन्छ कि पुग्नुहुन्न? यति अपाएको ढोका बन्द गर्न पा, त्यति भए त निकै ढुक्क हुने रहेछ। अनि त्यहाँ यही 10 दिनमा पास गर्न पा, यति नै पास गर्न पाउने भने त अनि यस्तो उस्तो गर्दा उसले अरहन्त नै काम पास गर्न पा। ओ त अड्कल्दै एउटा समाधि छैन छ त। त्यही भएर हो हुर्य र समाधि बराबर मिलाउनु अरे। हुर्य र समाधि बराबर मिलाउनु, सती र यता श्रद्धा र प्रज्ञा बराबर मिलाउनु। सती चाहिँ कहिले धेरै भयो भन्ने छैन छ त। सती बीचमा भएर यिनलाई मिलाउनु। त्यही भएर अहिले यहाँ श्रद्धा त भयो, विश्वास त भयो, ज्ञान भएन भनेदेखि त्यो विश्वास अज्ञानको विश्वास हो कि होइन? ज्ञान बिनाको विश्वास कस्तो विश्वास हो? अज्ञानको विश्वास। लोकको भनाइले भन्यो भने अन्धविश्वास। के हो? अन्धविश्वास भने सही हुन सक्छ त? अन्धविश्वास सही हुन सक्दैन। बुझेर भएको विश्वास बोला सही विश्वास हुन्छ। त्यसो भए अन्धविश्वास नजानिकन भएको श्रद्धा, सोरसोरेमा श्रद्धा पनि हुन्छ कि हुन्न? कतिपय आफ्नो ज्ञानलाई विवेक गर्नु छैन, सोरसोरेमा विश्वास गरे अनि त्यसैमा यहाँ यस्तो छ अरे, यस्तो भयो अरे, यहाँ कुन जग्गामा नयाँ भगवान उत्पत्ति हुनुभयो अरे भने बार कहाँ उसले बार कति खर्च गरेर पनि धाउँछन् कि धाउन? ठुला शक्ति भएका भगवान उत्पत्ति हुनुभयो अरे, अहिले यहाँ भएका भगवान त शक्ति नै नभएका जस्तो पनि हुन्छ कि हुन्न? यहाँ त बहुत ठुला शक्ति भएका भगवान उत्पत्ति हुनुभयो अरे भनेर ढाएर जान्छन्। आखिरी गए, ठगाइ खाए, आए। आखिरी के हो? भगवान भन्ने कुरा परिनिर्वाण भइसक्नु भयो। भगवान परिनिर्वाण भइसक्नु भयो। अब फेरि भगवान यो पृथ्वीमा फेरि जन्म लिएर आउनुहुन्छ त? यसो आकाश मार्गबाट घुम्न पनि आउनुहुन्छ त? आउनुहुन्न। भगवान अब फेरि आउनुहुन्न अरे। परिनिर्वाण भइसक्नु हो भने फेरि परिनिर्वाण हुनुभयो। अब भगवान हुनेवाला व्यक्ति पनि पारमी धारण गर्दै हुनुहुन्छ। भगवान हुनुभयो कि छैन? भगवान हुनुभएको छ त? पारमी धारण गर्दै हुनुहुन्छ। पारमी पुरा भयो कि छैन? अझै पारमी रहेको छ। अरिमित्रिय बुद्ध हुनेवालाको अरे। अहिले यतिखेर तुसिता देवलोकमा, कुन देवलोकमा? र भगवान पनि परिनिर्वाण भइसक्नु भयो। अब फेरि नयाँ यहाँ भगवान उत्पत्ति हुनुभयो अरे भन्ने कुरा पनि सही हुन सक्छ त? सही हुन सक्दैन। हो त्यो कुरालाई आफूले विवेक गर्दैन भनेदेखि अनि त्यहाँबाट भएर पुस्तक गरे कति खर्च गरेर काम छोडेर धायो गयो आयो, पैसा सक्यो, अनि त्यहाँ फर्केर आयो, ठगाइ खायो। अनि त्यहाँ गएर आइसक्यो कस्तो उस्तो रहेछ नि भनेर यता फेरि उचालिन्छ अरूलाई। आफू त ठगाइ खाएको, अरू पनि झुक्छन् भन्ने जस्तो पनि आउँछ कि आउन? अहिले यही मोगोमा धनान्जी टाउनमा मूर्तिलाई यसरी आँखा झिमिक बनाएको ढापिया निकालिरहेका रहेछन्। अहिले त्यो साँच्चै मूर्तिले आँखा झिम्काउँछन्? झिम्काउँदैनन्। अहिले कतिपय धर्म व्यापारमा कुदिरहेको छ, तर नजान्ने व्यक्ति
ज्ञान नभएको व्यक्ति हो भनेदेखि प्रज्ञा बिनाको श्रद्धा हो भनेदेखि फसिन पुगिन्छ कि पुगिन्न? पुगिन्छ। अरे त्यसो हो त होइन, कुरालाई बहुत विचार गर्नुपर्छ। त्यही भएर अन्धविश्वास भयो भने गल्ती खान्छ। अरे अन्धविश्वास भयो भने गल्ती खान्छ। अहिले अब सबैलाई सोध्ने भने भगवान एक हुन् त भन्छन्, तर यो विश्वमा भगवान को हुन् भनेर सोध्ने भने सबैले एउटैलाई बताउँछन् त, सबैले एउटैलाई बताउनु, जसलाई जे विश्वास लागेको छ त्यही बताउँछन्। अनि त्यसले बताएर सबै जुटाउने भने पनि त्यो सबै नै भगवान हो त? भगवान कति हुन्छन्? एक हुन्छन्। अनि संसारमा विश्वास भने कस्तो विश्वास चलिरहेको छ भन्दा अन्धविश्वास। कस्तो विश्वास चलेको छ? अन्धविश्वास चलेको छ। किन यो अन्धविश्वास चलेको छ भन्दा प्रज्ञा भन्ने ज्ञान नहुनाले, प्रज्ञा भन्ने ज्ञान नहुनाले संसारमा अन्धविश्वास चलिरहेको छ। त्यसो हुँदा हो ज्ञानको बहुत जरुरत छ। ज्ञान भएन भन्दा तपाईँ हामी कति ठगाइ खान्छौँ। अनमतको जन्मदेखिबाट नै आजसम्म यो संसारमा फसिरहेका छौँ। किन हुनाले भन्दा ज्ञान। श्रद्धा थिएन त भन्दा श्रद्धा त तपाईँ हामीलाई बुझे पनि नबुझे पनि श्रद्धा भने विश्वास गर्नु। विश्वास त कति गरियो, विश्वास त गरियो कि गरिएन? अनि कुनै आत्मा पनि यसरी मुक्ति पाइन्छ कि यसरी सुख हुन्छ कि भनेर कोसिस पनि गरियो। यसरी जाने कि यताको बाटो ठिक हुन्छ कि यो बाटो ठिक हुन्छ कि कुन बाटो ठिक हुन्छ भन्ने रोज्दा रोज्दै पनि कति टाइम बिताइयो। हो यो किन यसरी चाहिँ टाइम बिताइराखेको छ भन्दा विचिकित्सा भन्ने शङ्कालाई हटाउन नसक्दाखेरि सहीलाई निश्चय गर्न सक्दैन। विचिकित्साले सक्छ त? सहीलाई निश्चय गर्न सक्दैन। अरे सहीलाई निश्चय गर्न सक्दैन, नसकेको विचिकित्सा। अनि गल्तीलाई गएर यो सही हो भनेको दृष्टि, गल्तीलाई गएर यो सही हो भनेको सहीलाई निश्चय गर्न नसकेको विचिकित्सा। शङ्खामा छ, ऊ शङ्खामा छ, उसले गल्तीलाई विश्वास गरिदिन्छ। गल्तीलाई विश्वास गर्दा दृष्टि भयो, शङ्खामा पर्दा विचिकित्सा भयो। अब गल्तीलाई विश्वास गरेपछि त्यो विश्वास पक्को हुन्छ त? अहिले दिनमा फेरि शङ्का हुन थालिहाल्छ। किन गल्तीलाई विश्वास गरेर अहिले दिनमा फेरि शङ्का हुन्छ कि हुन्न? हुन्छ। तपाईँले नक्कले पत्र किन्दाखेरि सुरुमा त हतारले किन्नुभयो, गल्तीलाई विश्वास गरेर सही हो भन्नुभयो, किन्नुभयो। अनि राम्रो हेर्दै 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 हेरेर सम्झाउन थाल्यो, अरे होइन क्या हो, यो त होइन जस्तो छ, होइन जस्तो छ। शङ्का हुन थालेको थालेन? शङ्का हुन थाल्यो। सहीलाई विश्वास गरेको त के हो? सहीलाई विश्वास गरेको छ भने चाहिँ सम्मादृष्टि के हो? सहीलाई चाहिँ विश्वास गर्यो भने सम्मादृष्टि। अहिले गल्तीलाई विश्वास गर्दाखेरि मिथ्या दृष्टि के हो? मिथ्या दृष्टि। अनि सहीलाई सही प्रकारले निश्चय गर्न सक्दैन। अनि गल्ती हो कि यो हो कि ऊ हो कि भनेर शङ्का परिरहेको विचिकित्सा हो। यिनले गर्दाखेरि तपाईँ हाम्रो सही मार्ग चाहिँ बन्द भइरहेको छ। सही मार्ग सही आँकडा बन्द भइरहेको छ। सही मार्ग बन्द भइरहेको हुँदाखेरि एकै हुनु भएन। अरे भगवानले भन्नुहुन्छ अयम मग्गो, अयम यो मग्गो निर्वाण जाने मार्ग भने एकै हुनु एउटै छ। सत्ताराम प्राणीहरूलाई यो क्लेशबाट मुक्ति हुने मार्ग भने एकै हुनु एउटै छ। तर तपाईँ हामीलाई यो हो कि ऊ हो कि यता गर्दा हुन्छ कि उता गर्दा हुन्छ कि भन्दा भन्दै यता न उता भएर आएका जन्म पनि कति बिते, यता न उता भयो, कति जन्म भयो। अझै पनि बुझ्दैन भने त के हुन्छ? यता न उता भइन्छ। अनि त्यहाँ मर्ने बेला पनि निर्मित देखिन्छ यता न उता। अनि यता न उता भने विनी पातीकोमा गिरिन्छ। अरे विनी पातीको अपाएको फेरि अपाएको जन्म हुन्छ कि हुन्न? हुन्छ। त्यसो हो त विशेष गरी अहिले श्रद्धा त तपाईँ हामीमा सही कुरालाई जान्यो भने श्रद्धा भइहाल्छ। हो यो प्रज्ञालाई बहुत जरुरत छ। किन भन्दा अन्नमतको संसारदेखि तपाईँ हामीमा सही श्रद्धा पनि भएन, सही प्रज्ञा पनि भएन, भयो त? सही उरिया पनि भएन, सही निर्वाण जाने समाधि पनि भएन, सही निर्वाण जाने सती पनि। तपाईँ हामीमा कोशिश समाधि होस् यिनी थिएन त भन्दा लौकिक कोशिश त थियो, लौकिक समाधि त थियो। अरे ब्रह्मलोक सम्मको समाधि, अनि ब्रह्मलोक जाने सम्मको सती पनि थियो। अरे अनि यो ब्रह्मलोक दिव्य चक्षुहरू, यहाँबाट देवलोक देख्ने अभिज्ञानहरू, पूर्व जन्महरू देख्न सक्ने पूर्व निवास अनुसति ज्ञानहरू, अरूको चित्तलाई जाने परिचित ज्ञानहरू, आकाशमा उड्न सक्ने अभिज्ञानहरू, ती पनि कति भयो। तर त्यो ज्ञान पनि लौकिक ज्ञान हो। के हो? लोकोत्तर ज्ञान हो त? त्यो ज्ञान पनि लौकिक ज्ञान हो। यो लौकिक ज्ञान त तपाईँ हाम्रा कति मिलो
कति मिल्यो ब्रह्मलोक कति पालि गयो तापनि लोकोत्तर ज्ञान भन्ने कुरा तपाईहरुमा कहिले पनि भएन भयो त लोकोत्तर ज्ञान भयो भने पनि फेरि अब त्यसका जन्म यसरी जन्म बढेर जान्न लोकोत्तर ज्ञान भयो भने पनि यसरी जन्म फेरि लम्बिन्छ त लम्बिदैन अहिले समाधि थियो भने अहिले चुलो स्रोतपन्न भयो भने त्यो महास्रोतपन्न हुन नजिक भइगयो चुलो स्रोतपन्न हुने बित्तिकै उसले दोस्रो जन्मलाई नरकको ढोका यो 4 अपाको ढोका बन्द गरिसक्यो अरे अब त्यो महास्रोतपन्न हुन नजिक भयो अरे जस्तै कि उपयोगते यथा दिचो पुरे क्षेत्रम तथा विपස්සना पुरे क्षेत्र मग्ग धम्मो भवतति अरे यथा जस्तै आदित्य सूर्य उपयोगति उदय हुँदैछन् उदय हुन भन्दा अगाडि अरे पुरै क्षेत्रम तथा पुरै अगाडि अरुण उज्यालोलाई पहिला छोडिदिन्छन् अरे सूर्य आउन पर्यो भनेदेखि सूर्य नआउँदै पहिला के छोडिदिन्छन् उज्यालो छोडिदिन्छन् जब अन्धकार रात्रिबाट उज्यालो आउन थाल्यो भनेपछि उज्यालो हुन थाल्यो अब घाम झुल्किन नजिक भयो भने थाहा हुन्छ कि हुन्न अब उज्यालो आयो भने चाहिँ अब घाम झुल्किन नजिक भयो घाम झुल्किन्छन् भन्ने ग्यारेन्टी दिन सकिन्छ कि सकिन्न त्यस्तै विपස්සना पुरै चित्त मग्ग धम्म भवतति अरे विपස්සना अहिले गरिएको यो आचरण विपස්සना आचरण सही हो परमार्थ यो खण्डलाई जान्ने ज्ञानलाई पुरै चित्त अरे अगाडिबाट त्यो भएर पछिबाट चाहिँ मग्ग धर्म निर्माण देख्ने मार्ग धर्म मार्ग ज्ञान उत्पत्ति हुन्छ अरे जस्तै अरुण उदय हुँदाखेरि उज्यालो हुँदा घाम झुल्किन पक्को भयो चाहिँ अब घाम झुल्किन नजिक भयो भनेर ग्यारेन्टी दिन सके चाहिँ अरे हो यो खण्डको स्वभावलाई जानेको विपස්සना ज्ञान हुने बित्तिकै निर्माण देख्न नजिक भयो अरे के देख्न विपස්සना पुरै चित्त मग्ग धम्म प्रवर्तति नामहरु परिचय शास्त्रमा पनि आउँछ विपස්සना ज्ञान भयो त्यो अगाडि भयो भन्ने बित्तिकै नै निर्माणको लागि अलिकति उज्यालो आइगयो विपස්සना ज्ञानले के काम गरिसकेको हुन्छ भन्दा म फल्न सत्ता प्राणी स्त्री पुरुष भने साँच्चै नै रोइन छ भन्ने उसले ज्ञानले जानेको हुन्छ अहिले यतिखेर विपස්සना ज्ञान छैन भने तपाईँ हाम्रो जाने कानको जाने हो के को जाने हो कानको जाने भनेको सुनेर मात्रै जानेको कानको जाने पक्को हुन्न किन कानमा फेरि अर्को प्रकारले शब्द चल्यो भने त्यो पनि पत्याउनै पर्यो कानले त सुनेर पत्याउनु मात्रै हो त्यो विश्वास अन्धविश्वास मात्रै हो सही प्रकारको ज्ञानले देखिसक्यो भनेर त्यो अन्धविश्वास हो त त्यो प्रज्ञाले सही भएको विश्वास हो अहिले यहाँबाट भनिएको छ म फल्न सत्ता प्राणी स्त्री पुरुष भन्ने केही पनि छैन सबै यो परमार्थ स्वभाव हो यो पञ्चखण्ड उदय भयो उत्पत्ति विनाश मात्रै छ भनिएको छ त्यसै गर्ने हेर्नुहोस् हाम्रो शरीरमा पनि हेर्न सिकाइएको साँच्चै नै योगीले हेर्दा यस्तै नै उत्पत्ति विनाश देख्नुभयो भने पर अनि यहाँबाट देशना गरेको धर्ममा संख्या रहन्छ जस्तो भन्नुहुन्छ मैले त्यस्तै देखेछु जस्तो भन्नुहुन्छ त्यस्तै मेरो शरीरमा छ जस्तो भन्नुहुन्छ त्यस्तै नै मेरो शरीरमा रहेछ सबै मसँग ठोकेको छ शरीरमा जस्तो छ त्यस्तै भन्नुहुन्छ जस्तो भन्नुहुन्छ त्यस्तै नै देखेँ मैले पनि भन्यो भने संख्या रहन्छ अनि बल्ल के हुन्छ भने आजसम्म कहिल्यै देख्न सकेको थिइनँ यस्तो यही शरीर लिएर पनि कहिल्यै जानेको थिइनँ अहिले हेर त भगवानले आफसे आफ हो यो खण्डलाई गुरु बिना यसरी ज्ञान प्राप्त गर्नुभयो छर्लङ्ग देख्नुभयो अहिले त्यो धर्म यतिखेर बल्ल सुन्न पाउँदैछ हेर्दाखेरि साँच्चै नै शरीर त यस्तो रहेछ अन्धकारमा डुबेको रहेछ भने त्यो बेला आफूलाई पक्को थाहा हुन्छ अन्धकारमा डुबेको रहेछ भने थाहा कसरी भयो भन्दा उज्यालोमा आइपुग्दाखेरि उज्यालैमा आइ नपुगेको व्यक्ति अन्धकारमा डुबेको थाहा नै छैन उसलाई डुबेकै थाहा छैन किन उज्यालोमा आएको त छैन आएको छ त जब उज्यालोमा आइपुग्दाखेरि पहिला त अन्धकारमा चुर्नुमा डुबेको त रहेछ हो त उज्यालाबाट अन्धकारलाई जान सकौँ अन्धकार भित्रैबाट त अन्धकारलाई अनुमान लाउन सक्दैन त्यही भएर लोकमा किन यसरी बुझ्न खोज्दैनन् भन्दाखेरि अन्धकारमै डुबिरहेका हुँदाखेरि उज्यालो छ भने तपाईँलाई थाहा छैन अन्धकारमा डुबेको छु भने आफूलाई थाहा नै छैन म त उज्यालोमा छु जानेको छु भने त्यसरी बसिरहेको छ लोक जब अलिकति उज्यालोमा आउने बित्तिकै अन्धकारमा डुबेको रहेछ भने त्यतिखेर थाहा हुन्छ अहिले योगीहरूलाई यहाँ पुराना योगी पनि हुनुहुन्छ पहिला शिविर चढेका योगीहरू यसरी शिविर चढ्दै जाँदा धर्म अलिक बुझ्दै गएपछि उत्पत्ति विनाश पनि देखिन्छ कि देखिन्न जब यो उत्पत्ति विनाश देखेको यो विपස්සना ज्ञानले फेरि आफ्नो पहिलाको स्थितिलाई सोच्नुहोस् त पहिला आफू कस्तो रहेछु भन्ने अनुमान लाग्छ कि लाग्दैन अनुमान लाग्छ
विपसना ज्ञानमा लाग्दैन। अहिले ज्ञान नै छैन, अन्धकारमै डुबेको होला त अनुमान लाग्दैन। जो अन्धकारमा डुबेको छ, अन्धकारमै डुबेको होला, अन्धकार यस्तो रहेछ भने जान्दैन, किन ऊ आफै डुबिरहेको छ जान्दैन। जब उज्यालोमा आइपुगेपछि म अन्धकारमा डुबेको रहेछु, उज्यालोमा आइपुगेपछि कसो हो, अन्धकारमा डुबेको रहेछु। उज्यालोमा आइ नपुगिन्जेलसम्म त थाहा नै छैन। त्यही भएर लोकमा किन सही कुरा खोजी गर्दैनन् भन्दा, सही कुरा किन खोजी गर्दैनन् भन्दा आफू डुबेको थाहा नै छैन, आफू डुबेको थाहा नै छैन। भगवान त उत्पत्ति हुनुभयो, तर भगवानसँग धाई धर्म सुन्न जाने बहुत कम्ती थिए। भगवान पहिला धाई धर्म सुनाउन पर्थ्यो। त्यही भएर त म त पहिला भन्नुहुन्छ भगवान संसार घुमी घुमी धर्म प्रचार गर्नुभयो भनेको कुरा कुनै भजन उदि पनि सुन्नुभएको छ होइन। संसार घुमी घुमी धर्म प्रचार गर्नुभयो, संसारको जनता आएर धर्म सुन्न आएका हुन्थे, भगवान घुमी घुमी धर्म प्रचार गर्नुभएको। किन भन्दा उनीहरूलाई म डुबेछु भने त पनि थाहा छैन। जब भगवान उत्पत्ति हुनुभयो, भगवान उत्पत्ति हुनुभयो भन्दा उनीहरूले पहिलेदेखि मानेर आएका भगवान पहिलेका छँदै थिए। अब पुरानो काश्यप, मैथिल गोसल, निर्गन्थनाथ पुत्र, बेलथनाथ पुत्रहरू यिनी पहिला पहिला मानेर आएका भगवान थिए। उनीहरूका भगवान भन्ने मानेका थिए, या हुन् नहुन् तिनी राख्दैन। जब भगवान बुद्ध उत्पत्ति हुनुभयो त्यसरी साँच्चै नै सम्मा सम्बुद्ध भगवान उत्पत्ति हुनुभयो भन्दाखेरि उनीहरूले पहिलेदेखि हामीले मानेका छँदै त छन् के अरे भने यताबाट सही प्रकारको चाँडै अझ सत्य धर्म सुन्नुपर्छ भने त पनि थाहा भएन, भयो त थाहा भएन। अनि यताको उनीहरूले भगवान भने निर्गन्थनाथ पुत्रहरूले पनि ती त अस्ति भर्खर त भगवान भन्दै आएको, कहाँ ज्ञान पाएछन्, कहाँ भगवान भएछन् भनेर तिनले यताबाट फेरि बाधा पार्थे। अनि हाम्रा गुरुले भनेपछि त्यता जाने होइन भन्थे, उसले भएर आफ्ना सबैलाई खानलाई रोक्थे। कहाँसम्म गर्थे भन्दा छोराछोरीलाई पनि रोक्थे भगवानको बारेमा। जब केटकेटीहरू श्रावस्तीमा भगवान जेतवन बिहारमा बिहा लिनुभएको छ, केटकेटीहरू स्कुल जाने पढ्ने ओर्ने अनि खेल्न जाँदाखेरि अब त्यसरी बुद्ध धर्म मान्ने केटकेटी, भगवानलाई मान्ने केटकेटी पनि छन्, उता निर्गन्थलाई भगवान भनेर मान्ने पार्टीका पनि छन्, उता पुरानो काश्यपलाई भगवान भनेर मान्ने पार्टीका पनि छन्। तर उनीहरूको त्यो पुरानो काश्यपको निर्गन्थनाथहरूको मार्ग एकै मिल्न जाँदाखेरि त्यतापट्टि चाहिँ आफ्नो विरोधी साह्रै थिएन। भगवान बुद्धको चाहिँ कोहीसँग पनि मिल्दैन, मिल्छ त किन मिल्दैन भन्दा भगवानले सबै सर्वनियुक्त ज्ञानले छर्रङ्ग देखेर भन्नुभयो त ती सबै उल्टो हिँडिरहेको देख्नुभएको छ। जब सही मार्ग बताउँदाखेरि उल्टो हिँडेकासँग विरोधी भयो होइन। अनि बाबामाले पनि के भन्थ्यो भने ए जेतवन बिहार नजानु है, त्यहाँभित्र नपस्नु, त्यहाँभित्र नपस्नु अरे। किन बिहार जान थाल्यो भने भगवानको दर्शन पाउँछन्, भगवानको दर्शन पायो भने धर्म सुन्छन् अनि बुद्ध मार्गमा बुद्धको उपदेशतिर लाग्छन्। बुद्धको उपदेशतिर लाग्यो भने हाम्रो धर्म बिग्रिन्छ, माता पिताले छोरछोरीलाई सिकाएका। अनि हुन्छ भने केटकेटी गए अनि खेल्दा खेल्दै कोही तिर्खा लाग्यो। अब बिहारमा पानीको अन्य हुन्छन्, पानीहरू भर्दै राखेका छन्, जो आउँछ जसले खान्छ खाउन् भनेर। अनि त्यहाँ गए अनि त्यो केटकेटी अब पहिले सुरु भगवान बुद्धलाई मान्नेपट्टिका केटकेटीहरू पियास लाग्दा गए घुसे अनि भगवान हामी पानी पिउँछौँ, अब उहाँ छ खाऊ। अनि त्यहाँ उनीहरू बिहे गए अनि त्यो अरूहरूलाई पनि तिर्खा लाग्दा मलाई पनि एक गिलास ल्याइदिनु है, अनि हुन्छ भन्ने गए। भगवान उसले एक गिलास ल्याइदिनु भनेर मगाएको छ, त्यहाँ गएर दिन्छु ल, यहीँ आएर खाना भन्नु भगवानले पनि। किन बाबामाले केटकेटीलाई रोकेका छन्, भगवानले पनि यहीँ आएर खाना भन्नु। अनि त्यहीँ गएर सबै गए। त्यसो जाम उनीहरू चाहिँ अब भगवानलाई नमान्ने हुँदाखेरि एक्लै दुक्लै आउन अप्ठ्यारो हुन्छ उनीहरूलाई। अनि सबै भएर आए, आओ भने भगवानले त्यसरी धर्म शिक्षाहरू गर्नुहुन्छ केटकेटीलाई, केटकेटीले बुझ्ने अनुसारले। त्यसरी धर्म सुन्दा सुन्दै अनि त्यहाँ त बुद्धम शरणम गच्छामि धर्म सुरु हुन थाल्यो। उनका माता पिता हेर भन्दा भन्दै यिनीहरू गएछन् बिहार। हाम्रा छोराछोरी बिग्रिने भए, हाम्रा छोराछोरी बुद्धम शरणम गच्छामि भन्दा छोराछोरी के हुने भए, बिग्रिने भए अरे। अब हाम्रो धर्म पनि बिग्रिने भयो भने हो, त्यस्तो हुन थाल्यो। अनि गर्दा गर्दा छोराछोरीलाई सम्झाएर रोक्न सक्न छोडे। अनि छोराछोरीले उल्टै माता पितालाई यस्तो उस्तो भनेर बुझाउँदै आखिर तिनका माता पिता सबै शासनमा आउँछन् पछि त हो। त्यस्तोहरू पनि रोक्थे। किनभने उनीहरूले पहिलेदेखि मानेको थियो कि थिएन, पहिलेदेखि मानेको यो या सही हो या गल्ती हो आफ्नो विवेक ज्ञानले विवेक गरेन। पुरानो काश्यपलाई पनि भगवान भन्थे, उता बेलथनाथ पुत्रलाई पनि भगवान भन्थे, उता निर्गन्थनाथ पुत्रलाई पनि भगवान भन्थे। अझै पनि त्यो निर्गन्थनाथ पुत्रलाई त भगवान भन्ने इन्डियामा अझै धेरै नै छन्। अहिले तिनको धर्म जैन धर्म भनेर
जैन धर्म भनेको निर्गण्डनाथ पुत्रका पार्टी हुन्। किन जैन भनेको जिन अरे तिनीहरू जिन सम्पूर्ण क्रेसलाई हामीले जिन जितिसकेका भनेर तिनीहरूले पनि जिन भनेर नाम राखेर जैन भनेर आएको। र अरू 6 जना थिए त्यतिखेरका भगवान, अरू 5 जना भगवान चाहिँ तिनी चाहिँ होइनछन् भने अहिले त्यागे। निर्गण्डनाथको चाहिँ अझै त्यागेको छैन, अझै चल्दैछ। र पहिलेदेखि पनि त्यसरी एउटामा विरोधी पनि थियो कि थिएन? पहिलेदेखि मानेको भन्नेमा अब पहिलेदेखि माता पितादेखि माने भन्नेमा सही माने या गल्ती माने, त्यसलाई सही र गल्ती राम्रो प्रकारले विवेक नगरिकन यत्तिकै विश्वास गर्दाखेरि त्यो आफ्नो ज्ञान नभएको विश्वास हो। र त्यो विश्वास कस्तो खाले विश्वास हो? अन्धविश्वास। अन्धविश्वास भयो अरे हो। त्यो अन्धविश्वासले गर्दाखेरि सही प्रकारको श्रद्धा हुन सक्दैन। सही श्रद्धा भएन भने के हुन्छ? शङ्का हुन्छ। सही श्रद्धा भएन भने शङ्का हुन्छ। शङ्का भयो भने मार्ग पनि एकै हुँदैन। अरे जंगलमा हराएको एउटा सानो बाटो भेट्यो, गोरेटो भेट्यो। यो बाटोबाट जाने भने म घर पुग्छु कि। अनि अलिक बल्देर बल्दै दुईटा बाटो यसरी छुटेका भेट्यो। यता हो कि यता हो कि कुन बाटो जाने होला? अन्त गयो अलिक पर फेरि यसरी बाटो छुटेका भेट्छ उसले धेरै। यता जाने कि यता जाने कि कता हो भन्यो। अन्त यता होला निश्चय गर्न सकेछन्। होला भनेको त हिँड्दा हिँड्दै तर मनमा शान्ति छैन। होइन कि यो बाटो कता म गल्ती त गरिनँ, म हिँड्न गल्ती त गरेन, बरु यताको बाटो चाहिँ होला भनेको त ऊ शङ्खाले हिँडेको छ। शङ्खाले हिँडेको त अलिक बर पुगेपछि त्यसको मनले मान्दैन मैले पक्का पनि गल्ती गरेँ, यताको बाटो चाहिँ जानु पर्ने थियो। हेर त यत्रो बाटो म अनाथमा आएँ, होइन यतैको बाटो जान्छु, मैले यो गल्ती गरेँ भने फेरि फर्केर आएको। अनि फेरि फर्केर आएको यताको बाटो। अनि अलिक बर सम्झाएर यो पनि होइन होला, मैले गल्ती गरेँ, माथिबाट छुटेको थियो नि एउटा बाटो, त्यो बाटो चाहिँ होला। अलि पर पुग्छ फेरि फर्किन्छ। बरु यताको बाटो गएको भएको एक न एक जग्गा त पुग्थे। शङ्का हुँदा हुँदै यता हो कि उता हो कि भन्दा भन्दै यता न उता के हो। अनि सही पुग्ने लक्ष्यमा पुग्न सक्छ त। अहिले तपाईँ हामी पनि दुःखबाट पार हुने शान्ति सुख निर्वाण भन्नेलाई तपाईँ हामीले पनि उद्देश्य राखेको छ। निर्वाण कताबाट जाने हो? अब यताबाट जाने हो कि उताबाट जाने हो कि यसरी पो पुगिन्छ कि उसरी पुगिन्छ कि? हो यो शङ्का भइरहेको छ भने विचिकित्सा छ कि छैन? विचिकित्सा छ भने एकैजना मार्ग भयो त? एकैजना मार्ग भएन। एकैजना मार्ग जबसम्म भने यही मार्ग हमारा निश्चय गरेर हिँड्न सकिँदैन तबसम्म शङ्खाको हिँडाइ हुन्छ। शङ्खाको हिँडाइ चाहिँ निर्वाणलाई बन्द गर्छ। निर्वाणलाई के गर्छ? बन्द गर्छ। आजसम्म तपाईँ हामी हिँडेको कस्तो हिँडाइ हिँडेको थियो भन्नुहोस् त? शङ्खाको हिँडाइ। कस्तो हिँडाइ? शङ्खाको हिँडाइ हो। यो शङ्खाको हिँडाइ किन भयो भन्दा श्रद्धा त थियो, तर यो विश्वास कस्तो विश्वास हो? त्यही भएर भगवानले यो धर्ममा पस्छति सोमा पस्छति अरे धर्म जाने मात्रै भगवान चिनिन्छ, धर्म नजाने चिनिँदैन। चिनिन्छ त? चिनिँदैन अरे। अब एकजना म भगवान हुन् भनेर आउँदैमा एकचोटि मान्ने हो कि होइन? पहिला जान्न परेको परेन? पहिला जान्न पर्यो। पहिला भगवानको पालेका ब्राह्मणहरू, भगवान बुद्ध उत्पत्ति हुनुभयो, अहिले बुद्ध उत्पत्ति हुनुभयो, समुद्र भगवान उत्पत्ति हुनुभयो भने जताततै हल्ला भएको छ, हकार भएको छ। अनि त्यो सोनादण्डहरू ब्राह्मणले बुद्ध भन्ने कुरा उत्पत्ति हुन यो साधारण कुरो होइन, बुद्ध उत्पत्ति हुन सजिलो छैन, बुद्धमा यति लक्षण हुन्छ, तिनीको शास्त्रमा रहेछ भगवानमा हुने लक्षण। अनि त्यहाँबाट 32 लक्षणले युक्त भएको शरीर हुनुपर्छ, उपलक्षण 80 प्रकारको हुनुपर्छ। जाउ गएर हेर चेलाहरू पठाउँथे, शरीरमा 32 लक्षण छ कि छैन। हो त्यसरी हेर्थ्यो बुद्ध हो कि होइन भनेर उनले छानबिछान गर्न विचार गर्न मात्रै, साँच्चै भगवान हो कि होइन भनेर विचार गर्न मात्रै 3 वर्ष लागेको। कति वर्ष? 3 वर्ष। जब 3 वर्ष लागेर साँच्चै नै भगवानको उत्पत्ति हुनुभएछ भन्ने उनले विश्वास गरे। अनि म जान्छु भगवान बुद्धको दर्शन गर्न। अनि गुरुजी उनलाई फेरि सबै त्यहाँ आउँदै सबैले मान्ने गुरु भइरहेछ। तपाईँ बुद्धसँग जानुभयो भने तपाईँको इज्जत कहाँ रहन्छ र? तपाईँ जस्ता व्यक्ति जाने होइन त्यहाँ,
कि त आउनु छ भने तिनी बुद्ध तपाईँसँग आउने हो, तपाईँ जस्ता व्यक्ति त्यहाँ जाने होइन। तपाईँ भन्ने कस्ता हुनुहुन्छ भन्दा उनको बयान निकै गर्न थाली चेलाहरूले। तपाईँ यस्ता हुनुहुन्छ, यति ज्ञानले परिपूर्ण हुनुहुन्छ, यति शास्त्र मुखाग्र गर्नुभएको हुनुहुन्छ, यस्तो सिलले परिपूर्ण भएको हुनुहुन्छ, तपाईँका चेलाचेली यतिको चेलाचेलीका प्रमुख भइएका हुनुहुन्छ। आज त्यस्ता त्यस्ता व्यक्ति बुद्धसँग जानुभयो भन्दाखेरि तपाईँलाई अरूले कस्तो देख्लान् अरे। एक किसिमले आजकलको भनाइले भन्यो भने अठिन्तेरे गर्छन्, तपाईँलाई जाने होइन। त्यसरी पनि रोक्दै रोक्नु छैनन्। तर बुझिसकेका व्यक्ति हो र मलाई त तिमीले त्यति बयान गर्यौ, मैले बुद्धको बयान गर्न थाल्ने हो भने अरे तिमीले सुनेर पनि ल्याउँदैनौ, बुद्ध भन्ने कस्ता हुन्छ भनेर उनले बयान गर्दै चेलाहरूलाई लिएर जान्छन् आखिरी। र बुद्ध हो होइन, भगवान हो होइन भनेर खोजी गर्नलाई नै 3 वर्ष लाग्यो। कति वर्ष? 3 वर्ष लाग्यो। यहाँ यस्तो उत्पत्ति भयो अरे भन्दैमा सुन्ने बित्तिकै दगोर्ने खाले हो त? सुन्ने बित्तिकै नदगोर्ने ठगाई खान्छन् त? खाँदैनन्। सही भगवान हो भनेर पूर्व लागेपछि अनि बल्ल जान्थे, अनि बल्ल मान्थे। तिनी चाहिँ अन्धविश्वासमा लागेका होइनन्, अरूको भनाइमा लागेका होइनन्। तपाईँ हामी भन्दा फरक छन् कि छैनन्? तपाईँ हामीभन्दा फरक छन्, किनभने तिनले सही र विषय पहिला छुट्याएर हो होइन पहिला त्यसरी विचार गरेर, त्यही पनि धर्मले सक्ने छैन, लक्षणले धर्म पछि सुनेका हुन्। धर्मले के हो? पछि सुनेका हुन्। र त्यसो हुँदा हो श्रद्धामा प्रज्ञा भएन भने पनि त्यो श्रद्धा पनि तँहातिर जान्छ। अरे कता जान्छ? तँहातिर जान्छ। अरे भगवानलाई अरहम भन्दै यसरी माला यति जप्ने भने 7 दिनमा यस्तो हुन्छ भन्ने भने पनि उसले भरे त्यता पनि पुगिन्छ पुगिन्न। त्यो जपेको चाहिँ भगवानमा श्रद्धा भएर हो कि 7 दिनमा धेरै सम्पत्ति मिल्न हो? श्रद्धाको हो कि लोकको जपाइ हो? त्यसो अम्ले पछि के बसिरहेछ? एउटा माला गर्दा के बसेको छ? पुण्य मिल्छ? के को काम गरिएछ? लोकको काम गरिएछ। कति बेला लाग्यो म त उसको तयादमा कहाँ लोकको काम गरिरहेको उता तयादमा भन्न पुगिन्छ पुगिन्न? तयादमा होइन, उता तैन्दमा हो। उताको त खोजी गरेको होइन त? त्यसो हो त बुझ्एन भनेदेखि बहुत खतरा छ। यो संसारमा तपाईँ हामी फसेका त्यत्तिकै होइनौँ। श्रद्धा र प्रज्ञा यसरी मिल्नै सकेन। मिल्न नसक्दाखेरि तपाईँ हामी गल्तीलाई पनि विश्वास गरियो, सही बनाइयो, सही कुरालाई जान्न सकेन, अनि त्यहाँबाट गल्तीलाई सही भनेदेखि मिथ्या दृष्टि पनि भयो, अनि त्यसमा सही कुरालाई जान्न नसक्दाखेरि घरिघरि शङ्का उत्पत्ति पनि भइरहेको छ। शङ्काले गर्दा विचिकित्सा पनि भयो। दृष्टि र विचिकित्सा प्रमुख भइदिएर 62 मिथ्या दृष्टि पनि सँगसँगै भइदियो। 62 मिथ्या दृष्टिको आधारबाट फेरि 1500 कलेस्ट्रोल पनि भरिदियो। दृष्टि र कलेस्ट्रोल भरेको हुँदाखेरि तपाईँ हामी एक त अन्धकारका झन् अन्धकारमै डुब्न परेको परेन। अन्धकारबाट अन्धकार, अन्धकारबाट अन्धकार हुँदाखेरि यही 31 भवनमा मात्रै उत्पत्ति विनाश, यही जन्मिनु मर्नु छुटकारा भन्ने निर्वाण भन्ने त कता हो कता। त्यसो हुँदा योगीहरूमा विशेष गरी चाहिँ अहिले समाधि भएको छैन भने पीर नबन्नुहोस्। समाधि अतीतमा कति जन्म भएर आयो, तर यो पहिला चाहिँ बुझ्नु। बुझ्यो भने बाटो लाग्यो, बुझ्यो भने बाटो लाग्यो। त्यसो भएर हो बुझ्न चाहिँ जरुरत छ। अनि फेरि कसैलाई हुन्छ ओहो धर्म त परमार्थ धर्म त गहिरो रहेछ, मैले त बुझ्न सक्दिनँ होला भन्ने पनि हुन्छ कि हुन्न? अब हिजोको देशना अनुसारले हेर्ने हो भने, हिजोको देशना अनुसार हेर्ने भने मान्छे पनि छैन, पशु भन्ने पनि छैन, स्त्री पुरुष पनि छैन, देवता भन्ने पनि छैन, सबै यो पञ्चखण्ड मात्रै छ। म पर्ने सत्ता प्राण स्त्री पुरुष भन्ने छैन, हात खुट्टा ज्यान टाउको भन्ने छैन। यसरी परमार्थलाई बताउँदाखेरि अलु धर्म त गहिरो रहेछ, यो कुरा बुझ्नलाई सकिन, मैले त बुझ्न सक्दिनँ होला भन्ने त्यताहरू पनि हिक्मत नहार्नुहोस्। त्यताहरू पनि हिक्मत नहार्नु। बुझिन्छ बुझ्न मेसो पर्नलाई दुःख हो। जब मेसो लाग्यो सजिलै बुझिन्छ। अहिले बुझ्नलाई तपाईँ हामीले कसरी कोसिस गरेछन्, यहाँ धर्म सुनेर पनि कोसिस गरेका छन्, आफै आचरण गरेर पनि कोसिस गरेछन्। सुने मुताबिक भेट्यो भने त तपाईँ हामीलाई छर्लङ्ग भएन त? सुने मुताबिक शरीरबाट भेट्यो भने त छर्लङ्ग भइगयो। जब शरीरबाट एकपालिको उत्पत्ति प्रष्ट रूपमा छर्लङ्ग रूपमा एकपालिको उत्पत्ति विनाश भेट्नुभयो भने अरू उत्पत्ति विनाशको मेसो लाग्यो। जब उत्पत्ति विनाश भेट्ने बित्तिकै उत्पत्ति विनाश हुने नै पञ्चखण्ड हो। खण्ड भेट्नुभयो, खण्ड भेट्ने बित्तिकै सत्ता प्राणी हराउँछ।
मह फल्नु, स्त्री पुरुष सत्व प्राणी, हात खुट्टा ज्यान टाउको भन्ने हराउँछ। त्यो नहराउँदै पनि यो खण्ड भेटिँदैन। खण्ड भेट्यो भने त्यो हराउँछ। हराउँछ भन्दाखेरि एकचोटि यो शरीरबाट निस्केर छुटेर जाने पनि हो त, ज्ञानमा हराउँछ। केमा हराउँछ? ज्ञानमा। ज्ञानमा हराउँछ। ज्ञानले छलङ्ग छुट्याएर जान्दछ। त्यसो हो त। अहिले तपाईँ हामीले यही खण्डलाई जान्नलाई कोसिस गर्ने हो। अहिले यसैमा नुपसना भन्ने विपसना भन्ने, अहिले कायलाई हेर्ने विपसना छ, यता चित्तलाई हेर्ने विपसना छ, यता वेदनालाई हेर्ने विपसना छ, उता धम्मलाई हेर्ने विपसना छ। काय चित्त वेदना धम्म भनौँ। काय काय नुपसना, काय नुपसना सतिपठान हो। यता चित्त नुपसना सतिपठान, यता वेदना नुपसना सतिपठान, धम्मा नुपसना सतिपठान। सतिपठान कतिवटा भए? 4वटा। किन सतिपठान 4वटा भइदियो भन्दा सबैमा होस गर्ने त होस गर्ने काम हो। सती पुरी समाधि प्रज्ञाको काम हो। किन 4वटा भइदियो भन्दा पञ्चखण्ड हुनाले। कति खण्ड हुनाले? रूप खण्ड छ, वेदना खण्ड छ, संज्ञा खण्ड छ, संस्कार खण्ड छ, विज्ञान खण्ड छ। उत्तर बिना देख्ने बित्तिकै तपाईँ हामीले यिनी 5वटै प्रष्ट रूपले नजाने तापनि एउटालाई प्रष्ट रूपमा जाने हुन्छ। अरे एउटालाई जान्ने बित्तिकै 5वटा सँगसँगै छन् कि छैनन्? 5वटा सँगसँगै छन्। एउटालाई प्रष्ट रूपमा जान्ने बित्तिकै 5वटा सँगसँगै छन्। अरे त्यसो हुँदा कायलाई प्रष्ट रूपमा जानेले कायलाई हेरे हुन्छ। काय भनेको हो यो रूप स्वभाव। रूपको स्वभाव भनेको चिसो, तातो, भारी, हल्का अनि फफराउने, सिल्का हान्ने, यिनी स्वभाव। यता वेदनाको स्वभाव भनेको अनुभूति गर्ने, सुख दुःख उपेक्षा यिनी भोग गर्ने, अनुभूति गर्ने स्वभाव। चित्त भनेको यो मन, देख्ने मन, सुन्ने मन आदि, यो सोचाइ मन, लोभ मन, द्वेष मन, मोह मन, राग मन, श्रद्धा मन, शील मन, यिनी मन हो। यो मनलाई हेरेको चित्त हो। अनि यता यो संस्कार र यता संज्ञा, संस्कार र संज्ञा भनेको सिर्फ यो उदय धम्म र वय धम्म, बिग्रिने र बन्ने मात्रै हेरेको यो धम्म स्वभाव हो नि। आफ्नो देखाएको एउटाको वासना मिल्दैन, एउटाको ज्ञान पनि मिल्दैन, एउटाको ज्ञान पनि मिल्दैन, एउटाको पूर्वको वासना पनि। वासना भनेको बुझ्नुभयो? वासना भनेको वादना, एउटाको वादना पनि मिल्दैन। वादना भनेको कस्तो कस्तो गरेर आएको छ पूर्वमा, उसले कुन मार्गबाट ज्ञान पाउनेछ, एउटाको मिल्दैन। त्यस्तो भएर कुन मार्ग भन्नाले अलि यो कायबाट, कायलाई हेरेर हो कि या वेदनालाई हेरेर हो या चित्तलाई हेरेर हो कि या धम्मलाई हेरेर हो। त्यो कायलाई हेर्ने यो रूपखण्ड हेर्ने व्यक्ति, कायलाई हेर्ने व्यक्तिले काय के देखिन्छ? अब बस्दाखेरि भारी स्वभाव पनि देखिन्छ, हल्का स्वभाव देखिन्छ, साह्रो स्वभाव, गिलो स्वभाव या बग्ने स्वभाव या जम्ने स्वभाव। कसैको बस्दा बस्दै यहाँबाट बगेर आए जस्तो पनि हुन्छ कि हुन्न? अब कसैको ध्यान बस्दा बस्दै चरक्क समाते गए पनि शरीरमा हुन्छ कि हुन्न? कसैको यहाँ बटाएर यता तानेको छ कि भने जस्तो पनि हुन्छ। कसैको सिङ्गै शरीरै तानेको छ कि भने पनि, कसैलाई अगाडि घुचाएर छ भने पनि यो के हो? रूपको स्वभाव। के को स्वभाव हो? रूपको स्वभाव। कसैलाई माथिबाट सबै थिचेको छ कि भने जस्तो पनि हुन्छ, यो अरूको रूपको स्वभाव हो। कसैलाई भत शरीरै पोलेर आउने पनि हुन्छ, कसैलाई भित्रबाट चिसो भएर आउने पनि हुन्छ। हो यो चिसो, तातो, भारी, हल्का, यता घुचार्ने, तान्ने, बटार्ने, यो अरूको रूप हो। त्यो देखेको कायलाई देखेको। के देखेको? काय हो, त्यो रूपलाई देखेको हो। त्यो रूपलाई देख्यो, त्यहीबाट काय नुपसना सतिपठान हुन्छ। जब विपसना, त्यसबाट विपसना कसरी घुस्छ भने त्यसको उदय भएर जाँदाखेरि विपसना भइगयो। त्यसको बन्ने बिग्रिने स्वभावलाई देख्ने बित्तिकै विपसना भइगयो। कसैलाई यहाँबाट बटाएर ताने जस्तो छ भने पहिला नतानेको स्वभाव बिग्रेर तानेको स्वभाव भयो कि भएन? बन्ने र बिग्रिने भनेको कस्तो हो भन्दाखेरि, बन्ने र बिग्रिने भनेको एउटा स्वभाव नमिलेको देख्ने। किन नमिलेको देख्यो भन्दा बिग्रिनाले। किन नमिलेको देखेको? बिग्रिनाले। अहिले यहाँबाट यस्ता ठोकिरहेको छ, यता ठोकिएर यता ठोकिरहेको स्वभाव मिल्छ त? यता ठोकिँदाखेरि यहाँ उत्पत्ति भयो, यही बिग्रिसक्यो, यहाँ अर्को नयाँ उत्पत्ति भयो, त्यही बिग्रिसक्यो, नयाँ उत्पत्ति भयो। यहाँ तानेको छ, यहाँ तान्दाखेरि पनि पहिला नतान्दाको स्वभाव छ त, अहिले बिग्रेर यहाँ तानेको स्वभाव हो। अनि थिचेको स्वभाव हो, झन् थिचेको एउटा स्वभाव मिल्दैन। त्यो नमिलेको स्वभावलाई प्रष्ट रूपले जान्ने गरी हेर्दैन। त्यसलाई जाने एउटा स्वभाव मिलेको नमिलेको जानेको नै विपसना हो। के हो? त्यो विपसना भयो भने अरुण उदय भयो।
अब सूर्य उदाउन नजिक भयो। त्यस्तै विपස්සना पुरोक्षित विपස්සना ज्ञान अगाडि लाग्यो। अब मग्ग धम्म प्रवर्तति यार निर्वाण देख्ने ज्ञान हुन नजिक भयो। के हो योगीहरू दूर हुनुहुन्छ कि नजिक हुनुहुन्छ? के को नजिक? निर्वाणको नजिक हो। यो विपස්සना ज्ञान भयो भनेको नजिक। विपස්සना ज्ञानबाट उता मार्ग ज्ञान हो। मार्ग ज्ञान नै निर्वाण देखेको ज्ञान भनिएको। जब मार्ग ज्ञान भनेको मार्ग भने अरूको बाटो हो। अनि निर्वाण देखिसकेपछि त्यसलाई अब बाटो अलमल हुन्छ त ऊ हिँडेर निर्वाण छर्लङ्ग भनेको यो बाटो निर्वाणको हुन्छ। मार्गमा ज्ञान भयो। अनि ज्ञान भइसकेको व्यक्तिमा अब शङ्का रहन्छ ए बाटो यो रहेछ नि। अनन्त जन्मदेखिबाट बाटो नजाएर अलमल भइरहेको बल्ल बाटो भेट्यो यो रहेछ नि भने छर्लङ्ग ज्ञान पनि हुन्छ कि भन्न त्यो बेला यो विचिकित्सा पनि हट्छ। गल्तीलाई विश्वास गरेको दृष्टि पनि टक्टुकै निप्छ। हो यो निप्ने बित्तिकै चार बाटो ढोका त आफ्नो लागि सधैँ बेला बन्द भयो। म अब कुनै कारणवश म अपाय गिर्छु कि झर्छु कि मैले पाप गरेर झर्छु कि भन्ने सङ्ख्या मान्न परेन। त्यो व्यक्ति कहिले पनि झर्दैन अरे। किन भन्दा उसलाई बाटो यता शङ्का पनि मेटायो दृष्टि पनि हटायो। हो दृष्टि शङ्का प्रमुख भएर मात्रै यता अपाय त लाग्यो। अहिले जुन अपाय लाने धर्मलाई मेटाइदिइसकेपछि गिर्नुपर्छ त गिर्न पर्दैन। अनि अर्को जन्म मात्रै नगिर्ने हो त भन्दा होइन कहिले पनि गिर्दैन अरे। कहिले पनि नगिर्ने भएर बस्यो त्यो व्यक्ति एउटा सहीलाई पनि जानिसकेको हुनाले। यदि स्रोत गर्न मात्रै ज्ञान पाएको छ भने दोस्रो जन्म हो डेभलपमा हुन्छ। त्यहाँबाट माथिबाट तल नआइकन माथि माथि माथिबाट नै देवलोक देवलोकबाट देवलोक देवलोकबाट देवलोक देवलोकबाट ब्रह्मलोक ब्रह्मलोकबाट अनि परिनिर्वाण। धेरै जन्म लिए 7 जन्म, थोरै जन्म लिए 1 जन्म, धेरै जन्म लिए 7 जन्म हो त्यसरी। त्यसो हुँदाखेरि अहिले विशेष गरी तपाईँ हामीमा के जरुरत छ भने यो प्रज्ञा हो। यो प्रज्ञा किन यो प्रज्ञा जरुरत भयो भन्दाखेरि हो यो खण्डलाई तपाईँ हामीले म फल्नु सत्ता प्राणी स्त्री पुरुष मेरो तेरो त्यसमा डुबेको छ कि छैन? अन्त हो त्यसले गर्दाखेरि सहीलाई सही नजान्दाखेरि दृष्टि पनि भयो यता विचिकित्सा भने शङ्का पनि भयो। अनि दृष्टि र शङ्का हुँदा सही श्रद्धा पनि हुन सकेन। गल्ती श्रद्धा ओभर भयो गल्तीतिर गयो भने तृष्णातिर तानिन्छ ज्ञानतिर जान्छ त जाँदैन। अनि तृष्णातिर तान्यो भने कसो गरेर चाहिँ राम्रो होला कसो गरेर चाहिँ कमाइ होला कसो गरेर चाहिँ ठिक हुन्छ होला। मेरो त आजकल लापैटे भएको छ। के भएको छ? लापैटे भएको छ। कसो गर्ने होला गएर नरिवल केरा लिएर चाहिँ गएर याडिया छेरे गर्ने पो हुन्छ। त्यसरी पो हुन्छ कि बरु 10 दिन ध्यान शिविर चढ्ने भने पो याडिया छेरे हुन्छ कि कसैलाई त्यो पनि हुन सक्छ कि सक्दैन? सक्छ। हो त्यस्तातिर पुगिन्छ। किनभने त्यो सही श्रद्धा होइन कृष्णतिर तानिएको। कता तानिएको? कृष्णतिर तानिएको अरे। त्यसो हुँदा कृष्णतिर तानिएको नै अपायको मार्गतिर तानिएको हो कि होइन? र विशेष गरी तपाईँ हामी जान्नुपर्ने चाहिँ यति पञ्चखण्ड मात्रै हो। किन यसलाई जान्न गरेको भन्दा यहाँ हो विपसना गर्ने। विपसना गर्ने खण्ड यिनै हो। यो 7 प्रकार के गरेको हो त भन्दा मनलाई एकछिन कन्ट्रोल गरेको मात्रै हो एकाग्र हुनको लागि। एकाग्र मन छैन भने आफूले जुन जुन खण्डलाई हेर्छु भने त्यही खण्डलाई छर्लङ्ग देख्न सक्दैन। एकाग्र भएको एकाग्र नभएको मनले देख्न सक्दैन। अनि त्यो एकाग्रको लागि तपाईँ हामीले यता हुरियो कोसिस पनि बराबर भइरहेको छ। सम्मावायमा के हो? यता सम्मा शक्ति भने होसलाई पनि बराबर भावना गरिराखेका छौँ। होसलाई बराबर भावना गरियो होसलाई बराबर भावना गरियो। पहिला यहाँ श्वास प्रश्वासमा होस गर्दा गर्दै गर्दा गर्दै पहिला त यो आरूढमा होस राख्नु पर्यो। होस भावना गर्दा गर्दा होस छिप्यो भने हरदम मनमा होस भइरहेको हुन्छ। होस छिप्यो भने होस भइरहेको हुन्छ। अरे होस भइरहेको बेलामा जे खण्ड जाँदा उठ्यो अलिकति काम होला कुनै विषयमा झडङ्गरी सुनिदिएको होसले जानिसकेको हुन्छ। जान्ने बित्तिकै काट्न सक्छ। कुनै कुरामा लोभ अलिकति तानेर होसले जान्दछ। किन होस यहाँ तेजिलो भएर बसेको हुन्छ। त्यसो हुँदा होसलाई पनि बराबर भावना गरिराख्छौँ। अनि बराबर भावना गरिरहेको त्यो एउटा एकाग्रता पनि भइरहेको छ। समाधिलाई पनि भावना गरियो एकाग्रता पनि भयो कि भएन? हो एकाग्रता भएपछि अनि बल्ल यहाँ प्रज्ञा यतिखेर प्रज्ञा भयो। हो यो प्रज्ञाले के गर्छ भन्दा हो नि खण्डलाई यतिखेर प्रज्ञाले छुट्याइदिने हो। खण्डलाई के छुट्याउने हो? प्रज्ञाले। अहिले त यो समाधि सम्बन्ध तपाईँ नाकमा बसेको छ। श्वास प्रश्वास भित्र बाहिर गरेकालाई त एउटा काम नदिने भने मन बस्छ त एक जग्गा काम यहाँ रुमेर बस्नु।
यहाँ रुङ्न लगाइएन भनेदेखि मन परेको हुन्छ, यहाँ रुङ्न राखिएन भने घुम्छ कि घुम्दैन? घुम्छ। अब त्यो मन शरीर छैन केही छैन एक्कासै गएको उस्तो भए खानै पाइँदैन। दुरङ्गमा एकचरम जति दूर पनि जान सक्छ। एकचरम कोही साथी चाहिन्छ त्यसलाई, साथी चाहिन्छ त चाहिँदैन। उस्तै भएर बाहिरबाट यो उपासिकाहरू यहाँ धर्म सुन्न आउनु पर्यो भने पनि किन आउनु भएन? साथी नभएर घरबाट यहाँ आउन साथी चाहिन्छ कि चाहिन्न? मनलाई यहाँबाट विदेश पठाइदिनुहोस् त साथी चाहिन्छ? एकचरम एक्लै एक्लै पनि जान्छ अरे अशरीरम अरे यिनी आँखाले देखिने रूपमा शरीर पनि छैन। अनि जताततै गयो भने त्यसको घर कहाँ त गुफा छ अरे त्यो हृदयहरूको गुफामा बस्छ। मन त यहाँ हुन्छ होइन, यहाँ हुन्छ। यहाँको मन हो यो मनको सलामलाई यहाँबाट मानलेतिर फर्काइदिनुहोस् त त्यो मानले सबै यहाँ आउँछ कि आउन्न? आउँछ। यहाँबाट रङ्गुन उबानीतिर फर्काइदिनुहोस् त झलझले देखिन्छ कि देखिन्न? यहाँ सलाम जतातिर फर्काउँथ्यो त्यो फर्किरहेको हुन्छ। रङ्गुन फर्काउनु बित्तिकै सबै यहाँ छर्लङ्गै आउँछ। तर आफूलाई चाहिँ उहाँ मन गयो रङ्गुन पुग्यो कहाँ पुग्यो भन्ने भएको हुन्छ। प्रश्न पुग्न त पुगेको त होइन, यही छ। तर मन चाहिँ पुगे जस्तो हुन्छ कि भन्न गुफा छ हाम्रो हृदयको गुफामा बस्छ अरे। यो चित्ते अरे घरिघरि उद्देश्य बाहिरको आयन्तिर धेरै रुचि माने यो जुन चित्त छ अरे त्यो चित्तलाई संयमे सन्तो अरे त्यसलाई बसमा राख्नु। अनि बसमा राख्नु भने त कुनै आरोप नभइकन चित्त हुँदैन, हुन्छ त? त्यसो र त्यसलाई अब काम दिनु। यहाँ हेर श्वास बाहिर निस्किन्छ त्यसै लागेर, भित्र बस्छ त्यसै लागेर, बाहिर निस्किन्छ भित्र बस्छ त्यसै लागेर। यहाँ छोड्ने बित्तिकै गइहाल्छ। योगीलाई ध्यान बस्न थाहा छ। यहाँबाट फुत्कियो भनेर जान्छ कि जान्न? यहाँबाट फुत्कियो भनेर एकछिनमा म त ध्यान गरेर कहाँ पुगेछु अनि फेरि ल्यायो भन्यो गइहाल्छ। यहाँबाट फुत्कियो भन्छ जान्छ। त्यसो त यहाँ उसलाई काम दिन पर्यो। अनि उसलाई काम दिँदाखेरि कोसिस पनि बराबर यतिमा खनाउनु पर्यो। कोसिस पनि यही भावना गर्नु पर्यो। कोसिस पनि भावना भनेको घरिघरि कोसिस हुरी बढाइराख्नु। समावेश सती पनि यही होस्, यही घरिघरि होस् गर्दै राख्नु। पहिलाको यहाँ तपाईँ हाम्रो यहाँ अभ्यास नभएको देखेर यहाँ होस् सप्प बसिराख्नु त भएन, भएको छ त? यहाँ होस् हुन पनि बराबर कोसिस गर्दै राख्नु पर्यो। हो यो अभ्यास गरिराख्नु, भावना गरिराख्नु। जब भावना तेज उठेपछि बल्ल एकाग्रता हुन्छ। हो त्यो एकाग्रता जब भयो हुने बित्तिकै यहाँ हुरिया पनि यहाँनिर पक्को भयो, होस पनि यहाँ पक्को भयो, समाधि पनि पक्को भयो। त्यो बेलामा खण्ड जहाँ जे उत्पत्ति हुन्छ त्यसले जान्छ। यहाँ पक्को नै भएको छैन, यहाँ होस पनि राम्रो भएको छैन, कोसिस पनि राम्रो भएको छैन, एकाग्रता पनि भएको छैन, यहाँ पक्को भएको छैन, भयो त? अनि यहाँ पक्को भएको छैन, यहाँ कच्चो छ भने यो सही परमार्थलाई भेट्न सक्छ त? यहाँ एकाग्रता हुने बित्तिकै यहाँ होस हुन्छ। होस हुने बित्तिकै त्यो योगीमा कस्तो हुन्छ भन्दा शरीरमा बताएको अनेक प्रकारको स्वभाव, कतै कानहरू घोचेको बनाए जस्तो पनि हुन्छ, यता भारी भए जस्तो, उता ताने जस्तो, उता बटारे जस्तो, कोही बस्दा बसेको म त छेउमा पल्टिन्छु कि जस्तो खाले पनि यसो आँखा खोल्दा केही भएको छैन। हो त्यस्तो पनि हुन्छ कि हुन्न? अनेक प्रकारको शरीरमा हो। त्यो के हो भन्दा यहाँ होस हुन थाल्यो, शरीरको स्वभावलाई अलि मेसो पाउन थाल्यो। ए शरीर त यस्तो पो रहेछ, यस्तो पो रहेछ। अलिअलि समाधिले गर्दाखेरि शरीरको झलक देखाउन थालेको थालेन? हो त्यहाँबाट यो उदय भएको परमात्माको झलक अलिअलि देखाउन थाल्यो। जब त्यो समाधिलाई हेर्ने ज्ञानलाई फेरि प्रज्ञालाई भावना गरिदिनु। हो त्यो समाधिलाई भावना गरेर त्यति भेटेको प्रज्ञा भने एउटा सम्मा सङ्गको सम्मादिथि, सम्मा सङ्गको सम्मादिथि। अब यो जग्गामा प्रज्ञाको कसरी काम आउँछ भन्दाखेरि सम्मा सङ्कल्प भनेको के हो भन्दा त्यो भारी स्वभावलाई भारीलाई मात्रै जान्दैन, दुखेगाला मात्रै जान्दैन, बटारेगाला मात्रै जान्दैन। यदि कस्तो यो ज्यान भारी भयो भन्ने बित्तिकै सम्मा सङ्कल्प भएन। भारी ज्यान हो त, भारी त भारी स्वभाव हो। त्यो भारी कस्तो हुन्छ, कत्रो छ भने यिनी आँखाले देखिन्छ, ज्यानलाई चाहिँ यिनी आँखाले, ज्यान भन्ने नाम राखेको त यिनी आँखाले देखिन्छ। त्यो कर्मले देखिने कुरा हो, कर्मको आँखाले। अहिले भारी भन्ने कुरा त यिनी आँखाले देखिन्छ र त्यसो त्यो भारी ज्यान होइन, भारी खुट्टा होइन, भारी कमर होइन, भारी स्वभाव पृथ्वीको स्वभाव हो। के हो? त्यसलाई छुट्याएर जाने सम्मा सङ्कल्प हो। हात भारी, खुट्टा भारी, ज्यान भारी, टाउको भारी, हात तानेको, खुट्टा तानेको, ज्यान तानेको, टाउको तानेको होइन, स्वभाव हो। त्यो स्वभावलाई स्वभावमा त छुट्याएर छानबिछान गरिदिने केलाइदिने यो सम्मा सङ्कल्प हो। अनि छुट्याएर देख्ने सम्मादिथि, यिनी दुईटालाई भावना गरिदिनु। एकाग्रता भएको यिनी प्रज्ञा मार्ग दुईटालाई भावना गरिदिनु। प्रज्ञा मार्ग सम्मा सङ्कल्प सम्मादिथि के हो?
सम्मा संकल्प समाधि। जब यो प्रज्ञा मार्ग भावना गर्दा गएपछि पछि त के हुन्छ भने सबै गुरु 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 बिग्रेको उदय भयो मात्रै हो। जब बन्ने र बिग्रिने मात्रै देख्यो भने धर्मलाई देख्यो, सही परमार्थ धर्मलाई देख्यो। हो त्यो सही परमार्थ धर्मलाई देखेको विपसना ज्ञान भयो, अरू उदय भयो, उज्यालो आयो। अब के हुन नजिक भयो? उज्यालो भयो भने घाम झुल्किन नजिक भयो। विपसना ज्ञान भयो, अब निर्वाण देख्ने ज्ञान हुन नजिक भयो। यो योगीहरू नजिक पनि गइसक्नु भयो। यसलाई चाहिँ भावना गर्छ। यो कहाँको भावना गरिन्छ भने यो समाधिको आधारमा, बुझ्नुभयो? अनि यो प्रज्ञा कहाँ भावना गरिन्छ भन्दा समाधिको आधारमा। त्यही समाधि भावना गरियो। सम्मा राम्रो कोसिस, सम्मा सत्य राम्रो हो, सम्मा समाधि राम्रो एकाग्रता हो। यिनी तिनवटा पास भयो भने अनि यसमाथि फेरि प्रज्ञा। अनि यिनी तिनवटा पास हुने बित्तिकै शरीरमा एउटा स्वभाव देखिहाल्छ। हो त्यो स्वभाव देखेको बेलामा हात खुट्टा ज्यान टाउको भन्दै नलिकन परमार्थतिर, त्यो परमार्थतिर मात्रै लगाइदिने समासङ्गत हो। अनि हात खुट्टा ज्यान टाउको नदेखिकन त्यसको स्वभावलाई मात्रै जान्ने सम्मादृष्टि हो। यिनी प्रज्ञामा गरेर बराबर भावना गरिदिनु भने बन्ने बिग्रिने त्यो बेला त म पनि भेटिन्न, मेरो भने पनि भेटिन्न, स्त्री पुरुष पनि भेटिन्न, कुनै सत्ता प्राणी पनि भेटिन्न। सिर्फ के छ? उदय धर्म वय धर्म, समुदय धर्म वय धर्म, यमकिंच समुदय धर्म सबन्त निरोध धर्मन्ति। भगवानले पनि यमकिंच जुन धर्म समुदय उत्पत्ति हुन्छ सबै धर्म बिग्रिने मात्रै छ, उत्पत्ति धर्म विनाश मात्रै छ। भगवानले पनि भन्नुभएको आफूले देख्दा पनि उत्पत्ति धर्म विनाश मात्रै देखिन्छ। बन्ने बिग्रिने एउटै थिर भने केही पनि छैन। भगवानले यस्तो छर्लङ्ग देखेर भन्नुभएको भनेपछि अनि त्यहाँबाट भगवानमा शङ्का हुन्छ त यिनी ठुला हुन् कि भनेर जान्छ। भगवानमा ठुला र साना छन् छैन। यिनी चाहिँ डगोची रहेछन्, यिनी डगोची रहेछन् भने छ त हो। त्यो पनि ख्याल गर्नु। कोही बेला खै आफू भन्दै जानुभयो भने अलिकति जताततै सुन टाँसेका छन् भन्छ यिनी चाहिँ डगोची रहेछन्। कतै सुन नटाँसेका चाहिँ फर्केर नगर्नु होला। हो त्यो पनि मिथ्या दृष्टि हो। के हो? सुन टाँसुन नटाँसुन जसरी गऱ्यो भने भगवानको गुणलाई जानुपर्छ। अहिले सुन टाँसेको के गरेको रूप राम्रो बनाएको त्यो भविष्यलाई गरेर ढोकेर हुन्छ। कसलाई ढोक्ने हो? भगवानको गुणलाई हो। त्यसो हुँदाखेरि अहिले यो प्रज्ञा भावना गरियो। त्यो बेलामा अहिले शिलको आडमा समाधि भइरहेछ, समाधिको आडमा प्रज्ञा भइरहेछ। जब शिल समाधि प्रज्ञा भयो भने अब यो प्रज्ञा छिप्पिँदाखेरि के हुन्छ? निर्वाण। यो प्रज्ञा छिप्पिँदाखेरि के हुन्छ? निर्वाण। त्यसो हो प्रज्ञा हुने बित्तिकै नजिकै भयो, अब छिप्पिन मात्रै बाँकी रह्यो। छिप्पिने बित्तिकै निर्वाण। त्यसो त योगीहरू साँच्चै कोसिस गर्न जरुरत छ कि छैन? र सबैले कोसिस गर्नुहोस् भन्ने समय पुरा भएको हुनाले आजको देशलाई यतिमै समाप्त गरौँ। आजका एक दिनभरिको अरुण भोजन, दिवा भोजन, औषधि दान गर्ने दानदाता हुनुहुन्छ कि नरमाया बस्नेद्वारा उहाँका माता पिता